250 मा तपाईहरुले जुत्ता बजारमा भेट्दै हुनुहुन्छ अफरमा चाहिँ डक्टर चप्पलहरु पनि 250 मा छ। जुत्ता बजार बिहारचोकमा चाहिँ आईडी फलो गरेको चाहिँ अनिवार्य हुनुपर्छ। यो एकदमै राम्रो सामानहरु हो, हामीहरु स्टक क्लियरेन्स गरेको हो। अब तपाईहरुले अब कसैले त्यो दोकानमा बेच्दै हुनुहुन्छ नि त्यो सामानहरु, अनि कसैले 250 मा दियो भनेर नसम्झिनु होला। यो चाहिँ हामीहरुको राम्रो सामान हो, तर स्टक आउट गर्न आँटेको सामानहरु हो। अब मसान्त लाग्यो, अनि मसान्तमा चाहिँ सकेर नयाँ सामान हाल्नको लागि स्टक क्लियरेन्स गरेको सामानहरु हो। यो चाहिँ एकदमै दामी सामान मात्रै 250 मा आइरहेको छ। कुन लगाउनु दियो भान्जीलाई? अब एउटा यो पनि 250 हो। यो डक्टर चप्पल यस्तो दामी छ, यो लगाइदियो त भान्जी कस्तो दामी देखिन्छ त्यो पनि 250 को हो। अनि यो भिसेपमा यो पनि 250 को हो। यो चाहिँ महँगो सामान हो, अहिले पनि एकदम महँगो सामान हो। 250 पाउँदै हुन्छ। यो पनि एकदमै महँगो सामान हो, यो पनि 250 मात्रै हो। भान्जी लगाइदियो त कति राम्रो छ। यो त अहिले पनि तपाईको 500 रुपैयाँमै बेच्नुपर्छ। मैले नयाँ सामान ल्याएर त्यो पनि 250 मै हो। यो पनि अब यो चाहिँ अब एक एक जोडी छ, अनि स्टक आउट गर्न आँटेको हो, त्यही भएर 250 दिएको हो। अनि तपाईले 250 मा अर्को यो पनि 250 भेट्दै हुन्छ। कस्तो दामी चप्पलहरु छ क्या, साडीहरुमा पनि ठक्क लगाउन मिल्छ, कुर्ता सुरुवालमा पनि मिल्छ। 250 मा यस्तो दामी भेटिराख्नु भएको छ। अनि अर्को यो पनि लगाइदिनु त भान्जी 250 को। म मामुहरुको लागि सानो खुट्टा हुन्छ, मामुहरुको लागि दामी छ क्या चप्पल चाहिँ। 250 मा यस्तो दामी चप्पल छ। अनि यो पातलो कुनै मम्मीहरुले पातलो सुल गरेको लगाउँछु भन्नुहुन्छ नि, यो पनि 250 को हो। अनि कुनै अब भाइरल बुइनीहरुलाई हाटमा यस्तो खालको पनि 250 को हो। भान्जी लगाइदियो त कस्तो दामी छ 250 को। अनि यो धड्कन पनि 250 को। भान्जी लगाइदियो त झन् कस्तो दामी देखिन्छ। पहिले त हामीले धेरै बेचेको सामान त 250 को। त्यो पनि 250 को। कस्तो देखिन्छ 250 को? कि कालो देखिन्छ भन्छ? देख्दिन होला नि। हिरो नि। ल अब यो जिन्स पनि बनाऊ।